अहिले हामी डिजिटल युगमा छौँ। यो डिजिटल युगमा हामीले आफ्नो लाइफलाई डिजिटलाइज गरेर अगाडि बढाउनु पर्ने हुन्छ। जति पनि हजुरले काम सिक्नुहुन्छ, गर्नुहुन्छ, त्यो डिजिटल रूपमै गर्नुभयो भने हजुरलाई सजिलो पनि हुन्छ र त्यसबाट हजुरले 100% इफिसियन्सी पाउनुहुन्छ। मानौँ तपाईँहरू टिचर हुनुहुन्छ, मानौँ तपाईँहरू कम्पनीको म्यानेजर हुनुहुन्छ। हजुरहरूको कम्पनीको म्यानेजर भइसकेपछि हजुरहरूको इम्प्लोयरहरूबाट हजुरले सर्टेन प्रोजेक्ट हजुरले गर भन्नु पऱ्यो, सर्टेन प्रोजेक्ट बनाऊ भन्नु पऱ्यो, सर्टेन डेटाहरू हजुर इम्प्लोयरबाट माग्नु पऱ्यो। हजुरले के गर्नुहुन्छ? र मानौँ हजुरहरू टिचर भइसकेपछि हजुरहरूले फिजिकल रूपमा क्लासमा एटेन्ड गर्न नसके पनि हजुरहरूले अनलाइनको थ्रुबाट हजुरहरूले हजुरको स्टुडेन्टहरूलाई सर्टेन प्रोजेक्ट गर्न दिन सक्नुहुन्छ, हजुर सर्टेन असाइनमेन्टहरू पठाउन सक्नुहुन्छ, सर्टेन क्वेसनहरू पठाउन सक्नुहुन्छ र हजुरको अनलाइनको थ्रुबाट हजुरले क्विज गेम खेलाउन सक्नुहुन्छ। तपाईँले कसरी गर्न सक्नुहुन्छ आजको भिडियोमा लगाएर सिकाउने छु। आजको भिडियोमा तपाईँहरूले मैले गुगल क्लासरुमको कम्प्लिट गाइड सिकाउँछु। हजुरले कसरी गर्न सक्नुहुन्छ, के गर्न सक्नुहुन्छ भने कसरी गर्ने भनेर सिकाउँछु। लेट्स मुभ। भिडियोको अन्तिमसम्म हेर्नु होला। त्यसको लागि अहिले कम्प्युटर स्क्रिनको तर्फ छ। ओके साथीहरू, अहिले हामी कम्प्युटर स्क्रिनमा आइसकेको छौँ। अब तपाईँहरूलाई म सिकाउँछु हामीले गुगल क्लासरुम प्रोपर रूपमा हामीले कसरी चलाउने, हामीले के गर्न सकिन्छ, के गर्न सकिँदैन भनेर म तपाईँलाई सिकाउँछु। लेट्स मुभ। त्यसको लागि चाहिँ हामी अहिले कम्प्युटर स्क्रिनमा आइसकेको छौँ। यहाँनिर हामी चाहिँ ब्राउजर ओपन गरौँ। ब्राउजर ओपन गरिसकेपछि यहाँनिर हजुरहरूलाई मैले सिम्पली डेमो देखाउँछु कसरी गर्ने, के गर्न मिल्छ भनेर। हजुरहरूको स्टुडेन्ट हुनुहुन्छ भने हजुरहरूले टिचरहरूले बनाएको पासपोर्टमाबाट नै हजुर लगइन गर्न सक्नुहुन्छ। हजुर म्यानेजर हुनुहुन्छ भने हजुरहरूको इम्प्लोयरलाई हजुरले बनाएको पासपोर्ट दिएर हजुरको इम्प्लोयरले हजुरसँग एक्सेस गर्न पाउन सक्नुहुन्छ है त। म तपाईँलाई कसरी गर्ने सिकाउँछु। त्यसको लागि पनि सिम्पली हामी यहाँनिर अहिले ब्राउजर ओपन गरौँ। ब्राउजर ओपन गरिसकेपछि यहाँनिर मैले एउटा एकाउन्ट चुज गर्छु। मानौँ मैले यो फोटोवाला चाहिँ एकाउन्ट चाहिँ मेरो स्टुडेन्ट होइन, यसलाई मैले एउटा टिचर वा म्यानेजर एउटा राख्छु। अब यो एकाउन्ट चाहिँ मेरो स्टुडेन्ट वा इम्प्लोयर एउटा केही भयो होइन। अब यसलाई मैले यहाँनिर यो एकाउन्ट चाहिँ चुज गर्छु। गरिसकेपछि अब हामीले गुगलमा जाउँ, सिम्पली गुगल क्लासरुम भनेर सर्च गरौँ। अब यो फर्स्टको वेबसाइट हजुरले देख्न सक्नुहुन्छ। यो वेबसाइटबाट हजुरले हामीले एकाउन्ट चाहिँ क्रिएट गर्नु हो। जस्ट हजुरले यो एकाउन्ट चुज गर्नुहोस्। अनि साइन इन भन्ने चाहिँ हजुरले जस्ट टच चाहिँ नगर्नु होला, सिम्पली गरेर ट्र्याक गरे पनि हुन्छ। वा हजुरले टच हजुरको मोबाइलबाट हो भने चाहिँ हजुरले टच गर्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ यति गरिसकेपछि यो गुगल क्लासरुम भनेको हजुरले यहाँबाट हजुरको प्रोजेक्ट छ, कुनै प्रोजेक्टहरू हजुरले दिन पऱ्यो, गराउनु पऱ्यो, अनलाइनको थ्रुबाट सब्मिट गर्नु पऱ्यो भने यो गुगल क्लासरुम युज गर्न सक्नुहुन्छ। अब गुगल वर्क स्पेस एडमिन छ भने हजुरले भर्चुअल रूपमा कुनै क्लास रन गर्न सक्नुहुन्छ। कुनै क्लास रन गर्नु पऱ्यो भने हजुरहरूले गुगल वर्क स्पेस एडमिन चाहिँ युज गर्न सक्नुहुन्छ। तपाईँहरूलाई म चाहिँ गुगल क्लासरुम चाहिँ युज गर्न सिकाउँछु। प्रोपर गाइड कसरी गर्ने तपाईँलाई सिकाउँछु। यसमा यहाँनिर चाहिँ क्लिक गर्छु गुगल क्लासरुममा। यदि गरिसकेपछि अब हामीले रिसेन्टली चाहिँ मैले 3टा क्लासको 2टा क्लासको चाहिँ ह्यान्डलिङ गर्छु। यो चाहिँ टेक्निकल क्लास भनेको चाहिँ जस्ट मेरो चाहिँ यो च्यानलको बारेमा चाहिँ मैले केही इन्फर्मेसन पठाउनु पऱ्यो भने एउटाबाट अर्कोमा पठाउँछु। त्यही हो। यो चाहिँ सफ्टवेयर डेभलपमेन्ट, यो प्रोजेक्ट हाम्रो प्रोजेक्ट रिसेन्टली अहिले हामी गरिरहेको प्रोजेक्ट छ। यो चाहिँ हाम्रो क्लास 2को भइहाल्यो। अब यति गरिसकेपछि अब तपाईँहरूले हजुरले आफ्नो एकाउन्ट क्रिएट गर्नु पऱ्यो। हजुरको टिचरको अब स्टुडेन्टलाई कनेक्ट गर्नु पऱ्यो हजुरले त। त्यो बेलामा के गर्नुहुन्छ त है, यहाँनिर चाहिँ प्लसको आइकनमा टच गर्नुहोस्। अनि यहाँनिर चाहिँ हजुरले क्रिएट क्लास छ नि, यहाँनिर क्रिएट क्लास। यदि हजुरहरू टिचरहरूले हजुरलाई पासपोर्ट बनाएर दिइसक्नु भएको छ, म्यानेजरहरूले पासपोर्ट बनाएर दिइसक्नु भएको छ भने हजुरहरूले जोइन क्लासमा क्लिक गर्न सक्नुहुन्छ। अनि हजुरले पासपोर्ट हानेर चाहिँ लगइन गर्न सक्नुहुन्छ। अब जस्ट हजुरले चाहिँ एकाउन्ट बनाउनु पऱ्यो स्टुडेन्टहरूलाई कनेक्ट गर्नको लागि, हजुरको इम्प्लोयरहरूलाई कनेक्ट गर्नको लागि हजुरसँग। त्यसको लागि चाहिँ हजुरले क्रिएट क्लासमा क्लिक गर्नुहोस् है। अनि यो टर्म एन्ड कन्डिसन हजुरले पढेर चाहिँ यहाँनिर चाहिँ चेक बक्समा क्लिक गर्नुहोस् अनि कन्टिन्यू गरिदिनुहोस् है। यहाँनिर हजुरको क्लासको नाम राखिदिनुहोस्। मैले सफ्टवेयर डेभलपमेन्ट 2 राखिदिन्छु। सफ्टवेयर डेभलपमेन्ट 2 राखिदिन्छु है। ओके, यति गरिसकेपछि मैले यहाँनिर अब हजुरको अब धेरै सेक्सनहरू छन् भने सेक्सन पनि राख्न सक्नुहुन्छ, क्लास पनि राख्न सक्नुहुन्छ, नम्बर पनि राख्नुहुन्छ। यो चाहिँ मैले अहिले चाहिँ राखिनँ। हजुरहरूले चाहिँ आवश्यकता परेमा हजुरले राख्न सक्नुहुन्छ है। यहाँनिर मैले अब यसलाई क्रिएट गरिसकेपछि है, क्रिएट गरिसकेपछि हामीसँग क्लास चाहिँ रेडी भएको छ विथ पासपोर्ट कोड है। अब तपाईँहरूले मैले यसलाई नेक्स्ट गरिदिन्छु।
अनि यहाँनिर यो क्लास कोड छ नि, यो चाहिँ हजुरहरूको कुनै पनि युजरलाई हजुरको यो क्लासरुममा एड गर्न छ भने यो पासवर्ड चाहिँ हजुरले पठाउनु पर्ने हुन्छ। जस्ट मैले अघि भनेको थिएँ नि हजुरले जोइन क्लास भनेर, त्यहाँ गएर चाहिँ हजुरले लगइन गर्न सक्नुहुन्छ। म सिम्पली देखाइहाल्छु हजुरलाई। यो पासवर्ड चाहिँ मैले कपी गरेँ है। कपी गरिसकेपछि मैले अब चाहिँ स्टुडेन्टको एकाउन्ट चाहिँ खोल्छु। सिम्पली म गुगल ओपन गर्छु, मैले यो स्टुडेन्टको एकाउन्ट चाहिँ ओपन गर्छु। ओके, ओपन गरिसकेपछि यहाँनिर मैले गुगल क्लासरुम भनेर सर्च गरेँ। सेम प्रोसेस चाहिँ यो स्टुडेन्टको एकाउन्टमा पनि फलो गर्छु मैले। यहाँनिर गुगल यहाँनिर क्लास म्यानेजमेन्ट टुल्स यहाँनिर रिसोर्स छ, यहाँनिर मैले क्लिक गर्छु। गरिसकेपछि साइन इन छ, यो साइन इनको ठाउँमा मैले गुगल क्लासरुममा टच गरिसकेपछि जुन हामीले अघि एकाउन्ट क्रिएट गरेको थियौँ अघि, अहिले हामीले चाहिँ यहाँनिर चाहिँ के गर्छौँ भने हामीले त्यो क्लासमा जोइन हुन्छौँ। यहाँनिर हामी यहाँ जोइन क्लासमा टच गर्छु। म गरिसकेपछि जुन पासवर्ड मलाई कपी गरेको थिएँ नि, त्यो पासवर्ड चाहिँ यहाँनिर ल्याएर मैले पेस्ट गर्छु। यति गरिसकेपछि हामीले यहाँनिर चाहिँ जोइन हुने अथोरिटी पाउँछौँ। ओके, यहाँनिर मैले जोइन गरिसकेपछि म तपाईँहरूलाई देखाउँछु। ओके, हामी अहिले जुन क्लास मैले बनाएको थिएँ सफ्टवेयर डेभलपमेन्ट टुलमा, अहिले चाहिँ यो क्लासमा हामी जोइन भइसकेको छौँ है। अब तपाईँहरूलाई म यहाँनिर टिचरले कुनै अनाउन्समेन्ट गर्नु पऱ्यो। तपाईँहरू स्टुडेन्ट हुनुहुन्छ, हजुर म्यानेजर हुनुहुन्छ भने अब हजुरको इम्प्लोयरहरूलाई, हजुरको स्टुडेन्टहरूलाई कुनै टास्क प्रोजेक्ट असाइनमेन्ट दिनु पऱ्यो भने हजुरको यो कम्पनीबाट हजुरको म्यानेजर भइसकेपछि हजुरको इम्प्लोयरलाई कुनै डेटाहरू माग्न पऱ्यो भने नि हजुर डेटा लिएर आऊ है भन्नु पऱ्यो भने नि हजुरले योबाट अनाउन्स गर्न सक्नुहुन्छ। जस्ट म यहाँनिर अनाउन्स गर्छु एउटा, जस्ट म यहाँनिर हेलो लेख्छु है। हेलो लेख्छु, हेलो टिम लेखेको मात्र है। हेलो टिम लेखिन्छ। ओके, हेलो टिम लेखेँ मैले यहाँनिर। अब यहाँनिर हजुरहरूले कसलाई पठाउन सक्नुहुन्छ त? हाम्रो सफ्टवेयर डेभलपमेन्ट क्लास त दुईवटा छ। अब हजुरले यसरी हाम्रो क्लास चुज गर्न सक्नुहुन्छ। अब स्टुडेन्टलाई चाहिँ हजुरले कसले पठाउन सक्नुहुन्छ? यहाँनिर तपाईँ धेरै स्टुडेन्ट भएकोहरू देखाउँथे, अब हजुरले इन्डिभिजुअल रूप पनि पठाउन सक्नुहुन्छ है त। ओके, यति गरिसकेपछि हजुरले यहाँनिर चाहिँ एउटा आइडी मात्रै भएको छ स्टुडेन्टको, त्यही भएर एउटा देखाएको छ। अब यहाँनिर मैले इन्डिभिजुअल रूपमा पठाउने भने यसरी इन्डिभिजुअल रूपमा टिक लगाएर चाहिँ पठाउन सक्छु है। यसलाई मैले यहाँ डन गरिदिएँ। ओके, अब यो इन्फर्मेसन चाहिँ मैले चाहिँ पोस्ट गरिदिएँ भने हाम्रो स्टुडेन्टसँग हामी जिमेलमा नोटिफिकेसन पठाउँछ कि जसरी हजुरलाई कुनै इन्फर्मेसन जिमेलले युट्युबहरूले अथवा अन्य यस्तै सोसियल मिडियाहरू पठाउँछ नि, त्यसै गरी हजुरले यही गुगल क्लासरुममा हजुरहरू जोइन हुनु भइराख्नुपर्छ भने छैन। हजुरहरूलाई जिमेलमा नोटिफाई गर्छ, तपाईँको जिमेल आयो भनेर नोटिफाई गर्छ क्लासरुमले के छ भनेर। ओके, अब हामी जाउँ फेरि स्टुडेन्टको आइडीमा। अब यहाँनिर यसलाई रिफ्रेस गरौँ। अहिले यहाँनिर केही आएको छैन हेर्नुहोस् है। पहिला मैले यसलाई रिफ्रेस गर्छु। रिफ्रेस गरिसकेपछि यहाँनिर हाम्रै टिचरले पठाएको इन्फर्मेसन चाहिँ आउँछ। हेलो टिम भनेर चाहिँ हेलो भनेर मैले चाहिँ यसलाई पठाइदियो भने यहाँनिरबाट हामीले कमेन्ट पनि गर्न सक्छौँ, लाइभ च्याट पनि गर्न सक्छौँ है। ओके, फेरि यता जाउँ हामी स्टुडेन्ट टिचरकोमा वा म्यानेजरकोमा। ओके, गइसक्यो भने हामीले लाइभ टाइम चाहिँ ओके यहाँनिर कमेन्ट आइसकेको छ, हेर्न सक्नुहुन्छ। वान क्लास कमेन्ट भनेर आएको छ। गट इट। ओके, अब चाहिँ हजुरहरूले स्टुडेन्टलाई असाइनमेन्ट दिन पऱ्यो, कुनै गेम खेलाउनु पऱ्यो, कसरी दिन सक्नुहुन्छ त है। अब त्यो असाइनमेन्ट हजुरले दिएको विदिन डेडलाइनभित्र बुझाउनु पऱ्यो। अब त्यो डेडलाइनभित्र कसले बुझाए, कसले बुझाएन नि त भनिहाल्न सकिन्छ हामीले है। यहाँनिर मैले सिम्पली क्लास वर्कमा गएँ असाइनमेन्ट हामीले बुझाउनलाई, कुनै गेम खेलाउनको लागि। जस्ट मैले यहाँनिर क्रिएट गरेँ। अब हजुरले क्विज असाइनमेन्ट बनाउन सक्नुहुन्छ भने, बनाउन चाहनुहुन्छ भने यहाँबाट बनाउन सक्नुहुन्छ है। सिम्पली यहाँ क्लिक गर्नुहोस् अनि यहाँबाट हजुरले बनाएर पठाउन सक्नुहुन्छ। सिम्पली यहाँनिर चाहिँ मैले बनाइसकेको छु, यसलाई चाहिँ अहिले ब्याक गर्छु। क्रिएट गरिसकेर मैले असाइनमेन्टमा जान्छु। असाइनमेन्टमा गइसकेपछि मैले हेलो टिम्स प्लिज सबमिट युर आन्सर हुन्छ है। प्लिज सबमिट युर, मैले आन्सर भनेर दिन्छु यहाँ। ओके ओके, यु जस्ट टिक द आन्सर। यहाँ मैले दिएँ
you just tick the answer and submit. Tick the answer भनेर दिए है। ओके, यति गरिसकेपछि मैले यहाँनिर मैले बनाएको क्विजको गेम चाहिँ अपलोड गर्छु। अब हजुरहरूले यहाँनिर सोसियल मिडियाहरूको लिङ्क पनि राख्न सक्नुहुन्छ। युट्युबमा टच गर्नुभयो भने हजुरले यसको लिङ्क यहाँनिर पेस्ट गर्नु भन्छ हजुरलाई। यहाँनिर हजुरको युट्युब भिडियोहरू हजुरले स्टुडेन्टमा पठाउनु पऱ्यो। हजुरले त्यहाँ क्ल्यारिटी अलि धेरै बुझाएको छ भने त्यहाँबाट नै हजुरले कपी लिङ्क गरेर पठाउन सक्नुहुन्छ हजुरको स्टुडेन्टहरूलाई। अनि केही इन्फर्मेसन छ भने त्यहाँबाट पनि पठाउन सक्नुहुन्छ। अनि हजुरले अन्य सोसियल मिडियाहरूको लिङ्क पनि यहाँनिर हजुरले राख्न सक्नुहुन्छ। अब मैले तपाईँहरूलाई यहाँनिर मैले चाहिँ एउटा क्विज गेम चाहिँ म यहाँनिर पठाउँछु। ओके, यहाँनिर मैले देख्न सक्नुहुन्छ कम्प्युटर क्विज एप्लिकेसन बनाएको छु, जस्ट मैले यहाँनिर एड गरिदिन्छु। अब यो क्विज एप्लिकेसनमा कतिजना स्टुडेन्टले सबमिट गरे, कतिजनाले गरेनन्, कतिजनाले करेक्ट एन्सर हाने, त्यो सबै हेर्न मिल्छ है त। अब यहाँनिर हजुरहरूले इन्डिभिजुअल असाइनमेन्ट भनेको चाहिँ यहाँ चाहिँ असाइन टु छ नि, हजुरले इन्डिभिजुअल रूपमा पनि पठाउन सक्नुहुन्छ, पर्टिकुलर रूपमा पनि पठाउन सक्नुहुन्छ कि हजुरले ग्रुपमा पठाउन सक्नुहुन्छ, इन्डिभिजुअल रूपमा पनि इजिली पठाउन सक्नुहुन्छ। त्यसको लागि केही गाह्रो होइन। यहाँनिरबाट अल स्टुडेन्टमा टच गर्नुभयो भने देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ अहिले मसँग जम्मा एउटा स्टुडेन्ट मात्रै छ, त्यही भएर यहाँनिर एउटा मात्रै एकाउन्ट दिएको छ। यसरी हजुरले टिक लाग्नु भयो भने यहाँनिर चाहिँ अहिले एउटा भनेर चाहिँ अल स्टुडेन्टमा देखाएको छ। यहाँनिर चाहिँ धेरै भयो भने हजुरले इन्डिभिजुअल रूपमा कोलाई पठाउने टिक टिक लगाएर चाहिँ पठाउन सक्नुहुन्छ है त। अब यहाँनिर हजुरहरूले यसको लास्ट डेट कहिले त है त्यो चुज गर्न सक्नुहुन्छ। अब यो डेटभित्र बुझाएन भने स्टुडेन्टहरूको प्रोजेक्ट क्यान्सल भयो भनेर चाहिँ हजुरले राख्न सक्नुहुन्छ है। अब यहाँनिर टाइम भनेको यति भयो भने हामीले है यति भयो। ओके, हामीले टाइम पनि टुमारो भोलि छ यति बजेछ भनेर हामीले टाइम दियो, यसको डेडलाइन। ओके, सबमिट अब टपिक्सहरू चाहिँ हामीले नगरौँ। यति गरिसकेपछि हामीले यो असाइनमेन्ट चाहिँ असाइन गरौँ है, असाइन गऱ्यौँ। यति गरिसकेपछि हामीले यसलाई असाइन गऱ्यौँ। अहिले असाइनमेन्ट क्रिएटेड भइसकेको छ। अब म जान्छु तपाईँहरूले हेलो टिम्स प्लिज सबमिट योर एन्सर भनिरहेको छु। अब यो असाइनमेन्ट चाहिँ अहिले यहाँनिर आएको छ नि, यसलाई म रिफ्रेस गर्छु। अहिले यहाँनिर दिन सक्नुहुन्छ हजुरहरूले हामीसँग आन्सर आएको छ। यो एन्सर हजुरहरूलाई जिमेलमा धरि नोटिफाई गर्छु कि हजुरहरूले अब गुगल क्लासरुम गुगल गरेर गुगल क्लासरुममै जोइन हुनुपर्छ, यहीँनिर गएर हेर्नुपर्छ भन्ने छैन। हजुरहरूले टिचरहरूले पठाउनु भयो भने हजुरहरूले अब हेर्न भ्याउनु भएन, बाइचान्स हजुर बिर्सिनु भयो भने हजुरहरूलाई जिमेलमा नोटिफाई गर्छ। हजुरले जिमेलमा नोटिफाई गरिसकेपछि हजुर के हुन्छ, मोबाइलको माथि आएर जिमेलको टुको लोगो बस्छ, हजुर के बसेछ भने चाहिँ हजुर थाहा पाइहाल्नु सक्नुहुन्छ है। सिम्पली म अब यसलाई असाइन गर्छु है त। ओके, यहाँनिर मैले यो जस्ट टिक द एन्सर भन्ने छ। ओके, टिकको स्क्रिन बिग्रेको रहेछ, केही भएन त चाहिँ। ओके, यो चाहिँ क्विज एप्लिकेसन भयो। अब यहाँनिर चाहिँ मैले वाट इज जाभा भन्ने रहेछ, जाभा प्रोग्रामिङ ल्याङ्ग्वेज। त्यसरी मैले ऱ्यान्डम चाहिँ चुज हाल्छु। मैले ल मानव यो ऱ्यान्डम एक्सेस मेमोरीलाई मैले यहाँनिर बिगारिदिएँ भने हेरौँ है के दिन्छ। चाहिँ 4 GB यसलाई मैले 6 GB बनाइदिएँ भने सबमिट गर्छु। मैले एउटा एन्सरमा चाहिँ मैले करेक्ट हाल्छु, कति दिन्छ है हेरौँ। ओपन असाइनमेन्ट छ, यसरी चाहिँ हामीले हेर्न सक्छौँ। र त्यो डेडलाइनभित्र कतिजना स्टुडेन्टहरूले बुझाए, कतिजनाले बुझाएनन् भने हेर्न सकिन्छ है त। अब म जान्छु यहाँनिर। ओके, यहाँनिर गइसकेपछि क्लासवर्कमा गएँ अनि यो उसमा गइसकेपछि यसको यहाँनिर हामीलाई आइसकेको छ ह्यान्डल एउटा आएको छ हेरौँ। यहाँनिर मैले यो क्विज ओपन गरेँ भने ओके हामीलाई रेस्पोन्स चाहिँ आइसकेको छ है। ओके, रेस्पोन्स चाहिँ हामीलाई अहिले यहाँनिर आइसकेको छ। यो रेस्पोन्स चाहिँ हामीले इन्डिभिजुअल रूपमा हेरौँ। मैले भर्खरै हालेको थिएँ जाभा बडी प्रोग्रामिङ ल्याङ्ग्वेज जाभा हालेको थिएँ, यो करेक्ट एन्सर भयो। के इन्डिभिजुअल फिड भन्ने छ। अब यहाँनिर त हाम्रो रङ एन्सर भयो भने यहाँनिर चाहिँ हामीले सजिलै फाइनल गर्न सक्छ, यसले फाइनल गरिदिन्छ कि सजिलै।
वाट इज द फुल फर्म अफ ऱ्याम भन्ने चाहिँ रिड एसेस म्याग्नेटिक लेखिदिएँ मैले, यो रङ छ भनेर यहाँनिर करेक्ट एन्सर भनेर दिएँ। अनि चाहिँ यसको पनि 4GB हो नि त, यो 8GB भनेर लेखेको थिएँ मैले। यसरी चाहिँ हजुरले कतिजनाले बुझाएँ कतिजनाले बुझाएन असाइनमेन्ट भनेर नि हेर्न सक्नुहुन्छ सजिलै यहाँनिर यसरी हेर्न सक्नुहुन्छ। यो चाहिँ अब यहाँनिर हजुरको यो डेडलाइनभित्र कतिजनाले बुझाए कतिजनाले बुझाएनन् कतिजनाले गरे त्यो पनि हजुरले रेकर्ड चाहिँ यहीँ राखिदिएको हुन्छ कि यसले यसरी सजिलै हो। अब यस्तै गरी हजुरहरूले अन्य टुल्सहरूको बारेमा हजुरहरूले स्ट्रिमहरू असाइनमेन्टहरू प्रोजेक्टहरू गर्न सक्नुहुन्छ। साथीहरू भिडियो कस्तो लाग्यो इन्फर्मेटिभ लाग्यो भने च्यानललाई सब्सक्राइब गरेर मसँग जोडिन नभुल्नु होला। अनि आगामी दिनमा हजुरहरूले कस्तो भिडियो हेर्न चाहनुहुन्छ र हजुरहरूको कन्फ्युजन केमा छ त्यो पनि हजुरले कमेन्ट बक्समा पिन गर्न सक्नुहुन्छ। साथीहरू यस्तै भिडियो हेर्न चाहनुहुन्छ र मबाट अपडेट हुन चाहनुहुन्छ भने मेरो फेसबुक पेजलाई फलो गर्न नबिर्सनु होला, राजीव सुनार छ। अनि त्यसबाट पनि हजुरले केही अपडेट पाउन सक्नुहुन्छ। अनि साथसाथै कोही नयाँ हुनुहुन्छ भने टेक्निकल टिप च्यानललाई सब्सक्राइब गरेर मसँग जोडिन चाहिँ नभुल्नु होला। म तपाईँहरूसँग अर्को भिडियोमा भेट हुन्छु। त्यो दिन जेलको लागि भिडियोबाट बिदा हुन्छु। सी यु इन नेक्स्ट भिडियो।